अफगानिस्तान विश्वकप प्रवेशको अन्तिम संघर्षमा आईसीसी U19 विश्वकप एसिया छनौट अन्तर्गत शनिबार नेपाल र अफगानिस्तान बीच निर्णायक भिडन्त हुँदैछ। काठमाडौँ स्थित तल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेलको नतिजाले सन् 2026 मा जिम्बाब्वे र नामिबियामा हुने U19 विश्वकपका लागि स्थान तय गर्नेछ। नेपाल र अफगानिस्तान बीचको खेल शनिबार बिहान 9:30 बजेदेखि सुरु हुनेछ। नेपालले लगातार दोस्रो तथा समग्रमा 9औं पटक विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ। उता अफगानी टिम पनि विगतको सफलता पछ्याउँदै फेरि विश्वकपको टिकट सुरक्षित गर्ने दाउमा छ। सन् 2024 को U19 विश्वकपमा नेपालसँग पराजित भएको अफगानिस्तान यसपटक छनौट चरण खेल्न बाध्य भएको हो। जारी प्रतियोगिता अघि भएको अफगानिस्तानसँगको 3 खेलको श्रृङ्खला नेपालले 1-2 को हार बेहोरेको थियो। पहिलो खेल सहजै गुमाए पनि दोस्रो म्याचमा नेपालले कडा टक्कर दियो। तेस्रो खेलमा उत्कृष्ट बोलिङ गर्दै नेपालले अफगानिस्तान विरुद्ध 85 रनको शानदार जित निकाल्यो। त्यो लय कायम राख्दै नेपालले जारी विश्वकप छनौट प्रतियोगितामा लगातार 3 खेलमा जित दर्ता गरेको छ र नेपाल चौथो खेलमा पनि अफगानिस्तानलाई हराउँदै ऐतिहासिक सफलता हात पार्ने सोचमा छ। अफगानिस्तानले पनि 3 वटै टोलीलाई हराउँदै उच्च नेट रन रेट बनाएको छ। शनिबारको खेल दुवै टोलीका लागि डु अर डाई हुनेछ। नेपाल घरेलु दर्शकको समर्थन सहित मैदानमा विश्वकप टिकटको लक्ष्य लिएर उत्रिनेछ। शनिबारको निर्णायक खेलमा नेपालले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। हालसम्म यस प्रतियोगितामा UAE विरुद्ध मात्र केही सङ्घर्ष गर्नु परेको नेपालले अफगानिस्तान जस्तो बलियो प्रतिद्वन्दी विरुद्ध परिस्थिति अनुसार रणनीति बनाउँदै मानसिक दबाव सामना गर्नुपर्नेछ। खेलको प्रमुख प्रतिस्पर्धा नेपाली स्पिनर र अफगानिस्तानी ब्याटर बीच हुने देखिन्छ। नेपालले बलिङमा सुरुदेखि नै दबाव सिर्जना गर्न सके अफगानिस्तानलाई रोक्न सक्छ। ब्याटिङ पक्षमा नेपालले शीर्ष क्रममा निर्भरता घटाउँदै मध्यक्रमबाट पनि योगदानको अपेक्षा गर्नुपर्नेछ। अफगानिस्तानको मध्यक्रम भने नेपालको तुलनामा बलियो देखिन्छ। विशेष गरी उसले पछिल्लो खेलमा UAE विरुद्ध आक्रामक ब्याटिङ गरेको थियो। बलर मैत्री तल्लो मूलपानी क्रिकेट मैदानको पिचलाई कसले राम्रोसँग उपयोग गर्छ भन्ने कुराले पनि विश्वकप क्रिकेटको भाग्य तय गर्नेछ। हेड टु हेड हालसम्म नेपाल र अफगानिस्तान 19 पटक आम्ने सामने भइसकेका छन्। तीमध्ये अफगानिस्तानले 12 र नेपालले 7 खेलमा जित दर्ता गरेको छ। शनिबार नेपाली टिम सामु हेड टु हेड रेकर्डमा सुधार गर्ने मौका पनि छ। सन् 2007 मा पहिलो पटक अफगानिस्तानलाई हराएको नेपालले सन् 2011 मा 2 पटक, सन् 2018 मा 1 पटक, सन् 2024 मा 2 पटक र सन् 2025 मा 1 पटक जित हात पारेको थियो। स्मरण रहोस्, सन् 2024 मा अफगानिस्तान जस्तो बलियो टोली विरुद्ध नेपालले 2 पटक रोमाञ्चक 1 विकेटको जित निकालेको थियो। उक्त जित नेपालले U19 विश्वकप र एसिया कपमा हासिल गरेको हो। यी नतिजाहरूले देखाउँछ कि अफगानिस्तान जति बलियो भए पनि नेपालले दबावमा उत्कृष्ट खेल प्रस्तुत गर्दै जित निकाल्न सक्छ। शनिबारको निर्णायक भिडन्तमा पनि नेपाली टिम सामु त्यही हौसला पुनः दोहोर्याउने मौका छ।